विद्यार्थी भाइ बहिनीहरू, हेलो students, welcome to my YouTube channel in another video of indices, and I am going to teach you this sum you can see in the screen and try to understand it. Okay, ल विद्यार्थी भाइ बहिनी, आजको हिसाब चाहिँ यो रहेको छ हैन। तपाईहरु सल्भ गर्ने र बुझ्ने प्रयास गर्नु होला। 3 को पावर x - 1 प्लस 3 को पावर x - 2 and 3 को पावर x - 3 = 13 रहेको छ हैन। यो पनि तपाईहरुलाई इम्पोर्टेन्ट रहेको छ तपाईको फाइनल एक्जाम को हिसाबले। ल ओके, अब हामी यसलाई सल्भ गर्ने प्रयासतिर लागौं। तपाईहरुलाई म पहिला सल्भ गर्नभन्दा अगाडि एउटा कुरा कन्सेप्टको लागि भन्छु। कुनै यो टर्म जस्तै 3 को पावर x - 1 हैन, यो टर्मलाई यसरी लेख्न मिल्छ कि मिल्दैन भन्नुस् त। कसरी भन्दाखेरि 3 को पावर x र 3 को पावर -1 हैन, किनकि बेसहरु सेम भएर नै यो पावर जोडिएको हो। 3 को पावर x - 1 भएको हो के हैन। त्यसैले हामी 3 को पावर x र 3 को पावर -1 हैन, यो मल्टिपल केही चिन्ह भएन भने लेख्नु त सक्यो नि त हैन। लास्टमा अन्तमा यो टर्मको भयो 3 को पावर x - 1 नै हो। त्यसैले हामी अब यो सबै तपाईको यो टर्महरुलाई त्यसरी नै लेख्ने छौं। यसरी दिनुभयो 3 को पावर x 3 को पावर -1 प्लस 3 को पावर x 3 को पावर -2 प्लस 3 को पावर x र 3 को पावर -3 = कति 13 हैन। अब तपाईले के गर्नुभयो हजुर 3 को पावर x हैन इन्टु यो अब यस्तो छ भने तपाईले हैन, तपाईले यसलाई यसरी लेख्न पाउनु भयो हैन, झुलाएर हो के हैन, तपाईको इन्डिसेसको रुल अनुसार। ओके, त्यसैले 3 को पावर 1/3 प्लस हैन 3 को पावर x। अब तपाईलाई यो 3 को पावर -2 तल आउँदा कति हुन्छ 9 हैन, 3 3 = 9। त्यसैले 3 को पावर x यो आउँदा तपाईको 1/27 = कति 13 हो के हैन। बुझ्नुभयो। अब हेर्नु यहाँ पनि 3 को पावर x 3 को पावर x 3 को तपाईले कमन लिन पाउनु भयो। ओके, तीनटै टर्मबाट 3 को पावर x 1/3 हैन प्लस 1/9 प्लस 1/27 हुँदैछ। अब यति भइसकेपछि तपाईले यो ब्राकेट भित्रकोलाई तपाईले सल्भ गर्नु पर्यो। यसको अब तपाईले लोएस्ट कमन फ्याक्टर कति हो 27 हैन। अब 3 * 20 3/27 गरेर तपाईको 9 3 = 27 9 हैन। यहाँ तपाईको 3 तपाईको यहाँ कति यहाँ 1 नै आउँछ हो। तपाईले हो सब गर्न सक्नुहुन्छ। ओके, अब तपाईले 3 को पावर x 9 + 3 12 प्लस 1 कति 13/27 ओके इक्वल कति 13। अब हेर्नुस् त यो तपाई मल्टिप्लाईको टर्ममा छ, यता पनि 13 उता पनि 13 तपाईले यो क्यान्सल गर्न पाउनु हो। एन्ड देन तपाईले यो उता 27 लाई क्रस मल्टिप्लाईमा लान सक्नुभयो। 3 को पावर x = कति 27। अब 3 को पावर x 27 कतिको पावर हो भन्नुस् त 3 को पावर 3 कसो 3 को पावर 3 = कति हो 27 हैन इन्टु दैट। तपाईले यहाँ पनि 3 बेस छ, यहाँ पनि 3 बेस छ, तपाईले के गर्न पाउनु क्यान्सल गर्न पाउनु भयो। x = तपाईको कति आयो भन्नुस् त x = 3। यही नै तपाईको आन्सर हो हैन। होप यु अन्डरस्ट्यान्ड माई स्टुडेन्ट्स हैन। तपाईलाई म यसरी सरल बुझाइदिन्छु। ओके, हाम्रो हिसाब 3 को पावर x - 1 3 को पावर x - 2 प्लस 3 को पावर x = 13 रहेको छ हैन। तपाईले यो टर्महरुलाई चाहिँ सेपरेट गरेर राख्नु पर्यो सुरुमा 3 को पावर x - 3 को पावर x त्यसरी 3 को पावर x - 6 हैन। यहाँ पनि त्यसरी सार्नु पर्यो। अनि 3 को पावर x - 1 यो बेसहरु माइनसमा भएकोले तपाईले यसरी झुलाएर राख्नु पाउनु भयो हैन। यो 3 को पावर x तपाईले यहाँ कमन लिन पाउनु भयो यो तीनटै टर्मबाट। ओके, यहाँबाट ओके हैन। तपाईले ब्राकेटलाई सल्भ गर्दा हैन सल्भ गर्न पाउनु भयो। 27 रहेको
लोएस्ट कमन फ्याक्टर एलसीएम आयो हैन 3 लाई डिवाइड गरेर 27 9 हैन 9 3 जा 27 9 + 1 हैन तपाईँले जोड्न पाउनुभयो 13/27 13 र 5 क्यान्सल भयो 3/x हैन 27 हो 3/3 गरेर तपाईँको 27 बेसले 3 3 भएकाले तपाईँले क्यान्सल गर्न पाउनु अन्त मतलब x इक्वल कति आयो 3 एन्सर हैन अनि तपाईँको फाइनल एन्सर रहेको छ बुझ्नुभयो तपाईँको फाइनल एन्सर तपाईँलाई यो इक्जामको दृष्टि पनि तपाईँलाई यो महत्त्वपूर्ण रहेको छ तपाईँको एससीमा यस्तो क्वेसनहरू फाइनलमा आउँछ हैन अब तपाईँहरूको म चाहिँ एउटा क्वेसन एक दुईवटा क्वेसन अझै तपाईँहरूलाई म गराउनु गइरहेको छु विद्यार्थी भाइ बहिनी स्टुडेन्ट्स हैन सल्भ भन्छ हामीले सल्भ गर्नुपर्ने 2x + 1/2x = कति 2/1/2 ओके सरी 1/2 ओके 2x हैन 2x + 1/2x = 1/2 हो क्या बुझ्नु होला हिसाबलाई राम्ररी अब हामीले यसको सोलुसनतर्फ जान्छौँ ओके सोलुसन कस्तो हुन्छ त भन्दाखेरि 2x + 1/2x 2 2 4 + 1 5 कति हो 2 हैन तपाईँले यदि गर्नु सक्नुभयो हामी चाहिँ यसलाई लेट गर्नु पर्यो विद्यार्थी भाइहरुले सजिलोको लागि 2x = a हैन इक्वेसन 1 यसलाई एज्युम गर्नुहोस् हैन हिसाब चाहिँ तपाईले सहज बनाउनको लागि 2x लाई कति मान्नु पर्यो a मान्नु पर्यो बुझ्नुभयो अब तपाईको 2x a + 1/a = 5/2 हैन बुझ्नुभयो नि a + 1/a/5/2 के कसो अब तपाईले a into a square + 1 = 5/2 भयो हैन बुझ्नु होला hope you understand this or okay or a square + 1 into 2 अब तपाईले क्रस मल्टिपल हाल्नु पर्यो बुझ्नु 2 यता आयो a चाहिँ तपाईको 5a बनेर उता गयो बुझ्नुभयो नि अब 2a² + 2 = 5 हैन मैले ब्र्याकेट खोल्ने काम गरे हैन और 2a² तपाईको यता यो ल्याउनु पर्यो +5 लाई यता आउँदा तपाईको -5 2a = 0 ओके अब तपाईले यो फ्याक्टराइज विधिबाट तपाईले सल्भ गर्नु पर्यो तपाईको 2 * 2 कति हुन्छ 4 हो हैन त्यसैले तपाईले त्यही अनुसार -4a - a + 2 = 0 माइनस तपाईको प्लस 5a हैन माइनस प्लस अच्छा 4 * 1 4 2 2 जा 4 यता आउँछ हैन तपाईले योबाट कमन लिनु पर्यो 2a तपाईको कमन -a -1/a -2 कमन लिएको 0 यता हैन यो र यो तपाईको टाइम सेम आयो और 2a - 1 a - 2 हैन = 0 either तपाईको 2a - 1 = 0 हुन्छ हैन सिधा और a - 2 0 हुन्छ यति गरेर तपाईको 2a = 1 हैन अनि a = तपाईको कति आयो 1/2 अर्कोबाट तपाईको a - 2 = 0 बाट a = 2 आयो बट we have a = कति छ 2x हैन 2x राख्नु पाउनु भयो हैन 1/2 यो तपाईको माथि तमा 2 को पावर -1 र x = तपाईसँग कति आयो भन्नुस् त -1 यहाँबाट तपाईको 2x 2 को पावर यहाँ कति छ 1 हैन 2 2 बेस काट्यो x = कति आयो भन्नुस् त 1 राउन्ड x को भ्यालुहरु कति हो भन्नुस् त x = -1 र x = +1 हैन यो नै तपाईको फाइनल आन्सर रहेको छ विद्यार्थी भाइ बहिनीहरु we understand it ल अब हामी अर्को हिसाबतिर मुभ गर्नेछौँ विद्यार्थी भाइ बहिनीहरु ओके अर्को हिसाब पनि लगभग उस्तै नै रहेको छ तपाईलाई कन्सेप्ट राम्रो हुन्छ सल्भ भन्छ हैन 5 *
4 को पावर x प्लस 1 रहेको छ विद्यार्थी भाइ बहिनीहरू ध्यान दिएर बुझ्नु होला इक्वल टु 64 5 into 4 को पावर x प्लस 1 माइनस 16x इक्वल टु 64 होइन र तपाईँले चाहिँ यो हिसाबले कसरी सल्भ गर्नु पर्यो भन्दाखेरि चाहिँ एकछिन ल विद्यार्थी भाइ बहिनीहरू ध्यान दिएर बुझ्नु होला सल्भ होइन होइन सोल्युसन ओके सोल्युसन कस्तो हो त भन्दा 5 अब यो बेसलाई पहिला टुक्रायौँ ओके 5 into 4 into x into 4 into 1 होइन लेख्न त पाइयो नि त विद्यार्थी भाइ बहिनीहरू अब यो चाहिँ कस्तो हुन्छ 4 को into 2 होइन स्क्वायर x इक्वल टु 64 4 खोज्दा त 16 भयो नि त विद्यार्थी भाइ बहिनीहरू होइन लेख्न त पाउनु भयो नि त यति 5 होइन यो पनि तपाईँको नम्बर यो पनि नम्बर होइन नम्बर त तपाईँले मल्टिप्लाई गर्नु त पाउनु भयो नि त होइन 5 into 4 त कति भयो 20 कि कसो into 4x कि कसो भन्नुहोस् त अनि यो पावरहरूको मल्टिप्लाई हुन्छ 4 को पावर 2x कि कसो भन्नुहोस् त इक्वल टु 64 अब तपाईँले के गर्नुपर्छ थाहा छ यो 4x जुन छ नि यसलाई लेट गर्नु पऱ्यो बुझ्नुभयो लेट 4x इक्वल टु ए अगाडिको जस्तै होइन इक्वेसन 1 यसलाई सपोज गर्नुहोस् बुझ्नुभयो अब यति गरेर तपाईँहरूले यो इक्वेसनलाई सिम्प्लिफाई गर्न तपाईँलाई सहज हुन्छ ओके 20 4x इक्वल टु ए के कसो भन्नुहोस् त र 4x हाम्रो कति रहेको छ ए र 4x इक्वल टु ए रहेको छ तर हामीसँग कति छ 4x को माथि स्क्वायर छ होइन यस्तो छ त्यसलाई मैले बुझाउँछु 4x को कति छ स्क्वायर छ हो कि होइन किनकि पावर मल्टिप्लाई गरेर 2x नै हुने हो होइन त्यसैले हामीले चाहिँ यसलाई यस्तो लेख्न पायो नि त 4x हाम्रो ए छ त्यसैले ए को स्क्वायर होइन भन्नुहोस् त हो कि होइन त्यसैले हामीले 4 को पावर 2x लाई स्क्वायर लेख्नु पायो बुझ्नुभयो इक्वल टु हामीसँग कति भयो 64 होइन अब हामीले सबै टर्महरूलाई एकापट्टि लगाउँ ओके उतैपट्टि लगाउँ न त ए स्क्वायर माइनस 20 इक्वल टु प्लस 64 इक्वल टु कति 0 बुझ्नुभयो विद्यार्थी भाइ बहिनी अब यति भयो होला हामीले यो टर्मलाई तपाईँले फ्याक्टराइज गर्नु पऱ्यो होइन फ्याक्टराइज कसरी हुन्छ भन्नुहोस् त और ए स्क्वायर माइनस 16a माइनस 4a 64 यो कति 0 ओके न माइनस 16 माइनस 64 माइनस 20 होइन 16 4 जा 64 माइनस तपाईँको प्लस हो नि विद्यार्थी भाइ बहिनी और ए कमन लिनु ए माइनस 16 होइन और माइनस 4 ए माइनस 16 इक्वल टु 0 और तपाईँको ए माइनस 4 आउँछ होइन अर्को ए माइनस 16 0 आउँछ ए माइनस 4बाट तपाईँको ए इक्वल टु 4 लेख्न पाउनुभयो अर्को ए इक्वल टु ए माइनस 16बाट 16 लेख्न पाउनुभयो होइन आइदरहरूबाट के कसो भन्नुहोस् त अब हाम्रो ए को टर्म कति रहेको छ भन्नुहोस् त 4x 4x इज इक्वल टु एउटा 4 लेख्न पाउन एक्सबाट तपाईँको 1 आउँछ होइन पावर 1 छ तपाईँको यताबाट चाहिँ ए इज इक्वल टु 16बाट कति लेख्नु पाउनु हो भन्नुहोस् त 4x इज इक्वल टु 4 को स्क्वायर हुन्छ 16 हो कि बेसहरू काट्यो एक्स इक्वल टु कति आयो 2 त्यसले एक्स इक्वल टु कति आयो भन्नुहोस् त 1 र 2 के कसो भन्नुहोस् त हुने तपाईँको फाइनल आन्सर भयो होइन बुझ्नुभयो होला नि यहाँ तपाईँले टर्म सेपरेट गर्नुभयो 4 को पावर एक्स र 4 को पावर 1 होइन यता 4 को स्क्वायर गर्दा 16 नै आउँछ होइन तपाईँ यो नम्बर हो 5 into 4 त्यसको 20 होइन हुने हामीले लेट गऱ्यौँ 4x को पावर ए इक्वल टु ए होइन यति लेट गरेर तपाईँले यहाँ ए राखेर 20 बनाउनु भयो र 4 स्क्वायर यता ए स्क्वायर बन्यो होइन
इक्वल 16 भयो हैन। यो क्वेसनमा तपाईले फ्याक्टराइज गर्नु पर्नु हो विद्यार्थी भाइ बहिनीहरु हैन। -16 -4 इक्वल -20 16 4 जा 60 ओभर माइनस रहेको प्लस भयो। यो फ्याक्टराइज त तपाईहरुलाई आइहाल्छ हैन। त्यसबारेको तपाईले सल्भ गर्नु पर्नु भयो। ओके विद्यार्थी भाइ बहिनीहरु, हो हामी नेक्स्ट च्याप्टर सुरु गर्ने छौं हैन। जे तपाईहरुलाई केही कन्फ्युज छ भने कमेन्ट डाउन गर्नु होला। हामी यस इन्डिसेस माथि के अझै भिडियोहरु बनाउने छौं र पछिल्ला दिनहरुमा फाइनल एक्जाम दिएर तपाईहरुको हामी अझै फाइनल क्वेशनहरु चाहिँ हेर्ने नै छौं गाइस। अहिले तपाईहरुको बेसिक कन्सेप्टहरु प्र्याक्टिसको लागि चाहिँ हामीले यति बनाएको छौं हैन। ओके विद्यार्थी भाइहरु।